हेलो गाइज रोहन ब्लगमा हजुरहरूलाई स्वागत छ। फेरि पनि आइरहेको छु म त्यही अन्दाज लिएर। यहाँनिर चाहिँ म अहिले ड्राइभिङ सेन्टरमा छु है। यहाँ ड्राइभिङ सेन्टरमा चाहिँ अहिले कोही मान्छेहरू हुनुहुन्न। अहिले हाम्रो चाहिँ टिकटकरहरू आउनुभएको रहेछ। उहाँनिर डान्सरहरू पुरा डान्स गर्नुहुँदैछ। यहाँनिर दामी डान्स गर्नुहुँदैछ, राम्रो लागिरहेको छ डान्सर। क्यामेराम्यान पनि खतरा हानिराख्नु भएको छ, क्यामेराले मजाले खिचिराख्नु भएको छ है। पुरा सिरियसली डान्सरहरू पनि डान्स खतरा तरिकाले गरेर राख्नुभएको छ। र म चाहिँ छु यहाँनिर एक्लै। यहाँनिर दाइले लिएर आउनुहुँदैछ सामानहरू। यहाँनिर चाउ ओ माई गड के लिएर आउनुभयो यहाँ दाइले। यहाँ हेरौँ है, यहाँनिर छ यो के भन्छ, यो म्याङ्गो, यो म्याङ्गोको उयो रहेछ फ्रुटी। यहाँनिर चाहिँ तपाईँको बिस्कुट रहेछ। ओ माई गड केक खाले बिस्कुट, केक खाले बिस्कुट। अब यो खाँदै उतातिर हेर्छौँ हामी चाहिँ, त्यही हो। डान्स खतरा हान्नुहुँदो रहेछ, डान्स चाहिँ खतरा हान्नुहुँदो रहेछ। यस्तो छ तर कुन डान्समा हान्नुभएको त्यो चाहिँ थाहा छैन। जस्ट ढुक्छुङ 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 स्टेप बजिरहेको छ। स्टेपमा सिकेर आउनुभएको रहेछ। अनि सिकेर आउनुभएको नि मैले नै सिकाइदिएको थियो होला हौ हिजो। तर अहिले चाहिँदैन, म प्रफिटली भएको छ यिनीहरू होइन। मैले सिकाइदिएको हिजो त्यस्तै आधी एक घन्टामा सिकाइदियो होला हौ सायद डान्स गर्न। मलाई नि आउँछ नि फेरि डान्स गर्न। अहिले डान्स गरेर देखाइदियो भने फेरि तिनीहरू आउन थाल्छ यतै। त्यसैले ल अरू हेर्दै गर्नु होला, अरू पछि देखाउने गर्छु भिडियो है।